Welcome to my YouTube channel. हेलो गाइस, यो चाहिँ मेरो रुम टुर जस्तै गरी सानो ब्लग बनाएको छु मैले। यसमा चाहिँ मेरो कस्तो भने मैले यो रुम टुर गर्ने पनि थिएन, किनभने म रुम सर्नै आँटेको छु नि त अब छिटै चाँडै नै। अनि मेरो रुम अब यस्तो हुन्छ हुँदैन अरूको ठाउँमा होइन, मलाई एकदमै धेरै माया लागेर आउँछ, त्यही भएर मैले रुम टुर बनाएको छु सानो। मेरो प्लान्टहरू भयो होइन, एकदम धेरै मैले माया गर्ने। अब अर्को ठाउँमा जाँदा त मैले योहरू लगेर जानु पाउँदैन होइन, एकदम धेरै माया गरेर हुर्काएको मैले हिँडाएको होइन, बच्चालाई जस्तै स्याहारेर हुर्काएको छु, एकदम धेरै खुत्रुकेन त्यो पनि। अनि यो भयो मेरो स्नेक प्लान्ट, यो मेरो फेभरेट नै हो होइन। यहाँ मनी प्लान्ट सानो हुँदैछ, सानो हुर्किँदैछ बल्ल बल्ल। अन्त त्यो आएर भयो यता मेरो पर्सहरू ब्याग, अन्त यो मैले भर्खरै लिएको त्यो सामान यहाँ मैले अब के पैसाहरू रहेछ, पैसा त्यो रहेछ। अन्त यहाँ मेरो भयो मयुरको पर्स, मैले एकदमै धेरै मन पराएर किनेको, मतलब मैले राधाको उयसमा मेकअप गर्दाखेरि त्यो किनेको थिएँ। अनि मेरो सानो क्युट डल छ, अनि यो मैले एकदमै धेरै माया गर्ने रुमभरिमा। अनि मेरो मेकअप सामानहरू छ, अलिअलि प्रोडक्ट त्यस्तो धेरै छैन, अनि त्यो एकदमै सस्तोको दिन पनि धेरै महँगोको छैन होइन। त्यसै पेपरहरू यस्तै छ मेरो रुममा, त्यस्तो खासै केही पनि छैन। स्नेक प्लान्ट मेरो प्लान्ट भनेको जहाँसुकै गए पनि एकदमै फेभरेट हो। यहाँ आएर भयो मेरो ब्ल्याङ्केटको रास होइन, यहाँनिर मेरो पाहुना आउँदाखेरि ओछ्यानेर कोही बेला घुम्न सक्नु पाउनुहुन्छ। बेड एउटा सानो छ मसँग, त्यो भएर अन्त डस्टहरू ब्ल्याङ्केटहरू भयो यो सामानहरू राखेको छु। झिकपिटी छ कि मेरो रुममा अब सानो रुम, सामानहरू त्यस्तो एक्सपेन्सिभ केही पनि छैन भने सिम्पल तरिकाले राखेको छु। अनि त्यहाँ मेरो के सामानहरू छ, यो छोरी मान्छेको सामानहरू अति धेरै हुन्छ नि त फेरि यस्तो। अन्त योहरू भयो, यो मेकअपको प्रोडक्टहरू एक दुईवटा छ। अनि यहाँ आएर मेरो फेभरेट भनेको मेरो 3टा पर्फ्युम हो, जहिले जहाँ गए पनि म यही 3टा युज गर्ने हो। अन्त सक्यो भने पनि म अर्को लिन्छु किनेर। अब यिनीहरू भयो मेरो मेकअप प्रोडक्ट, यो चाहिँ ब्राइडल मेकअपहरू गरिदिएर लगाउने। आएर भयो मेरो ब्याग कलेक्सन मेरो त्यस्तो धेरै त छैन, अब यहाँ डिस्प्ले त्यो 3-4टा छ, त्यहाँभित्र पनि छ भने चाहिँ, तर त्यस्तै धेरै राम्रो छैन। अनि मेरो क्युट मेरो डल भयो, अन्त मेरो डल यो सबैभन्दा मन परेको मैले बेकामा गएर पहिलोचोटि किनेको। अन्त मेरो केही पनि छैन सानो छैन, त्यो लुगाहरू पनि झिक्कै मिलाएर खान्छु र पनि मैले देखाउने कोसिस चाहिँ गरेको हो क्या। अन्त मेरो लुगाहरू त्यस्तो छ है गाइस, अब केही नभन्दिनँ होला, मैले यसरी नै राख्ने गर्छु। अनि त्यहाँ चाहिँ मेरो थियो क्या एउटा मैले सबैभन्दा धेरै माया गरेको ज्याकेट, त्यो चाहिँ बेला बेला मात्रै लगाउँछु, अनि यता अरूसँग म राख्दिनँ क्या, किनभने त्यो किचिन्छ यहाँ त्यहाँ भएर मैले मजाले फोल्ड गरेर टाएछु त्यहाँनिर। अनि भयो त्यहाँनिर आएर टी सर्टहरू, अनि नाइट सुटहरू रहेछ त्यहाँनिर, अनि नाइट सुट अनि प्यान्टहरू छ, टी सर्ट आइटमहरू त्यहाँ। मेहन्दी पनि राखेको थिएँ मैले त्यहाँनिर, ब्राइडल मेकअप मेहन्दी ब्राइडल गरेर मैले मेहन्दी त्यहाँ राखेको छु गाइस। त्यति हो मेरो त्यहाँनिर होइन। र अर्को लकरमा चाहिँ के छ, अब त्यस्तो केही पनि छैन खासै। अन्त यहाँ रहेछ मेरो पर्सहरू छ, अनि कलेक्सन, अनि त्यो मेरो अब पूजा गरेको मालाहरू भयो त्यहाँनिर राखेको छु, मैले राख्ने गरेको छु। अर्कोमा आएर भयो यो चाबी फेरि नि चिन्नै गाह्रो कि, हप्तापट्टिमा चिन्नै गाह्रो हुन्छ यसलाई चाहिँ, किनेको कुन्नु मलाई नै कन्फ्युज हुन्छ कि यत्तिकै वर्ष लाग्छ, तर म आफै कन्फ्युज। अन्त यहाँ चाहिँ मेरो झाडुको लुगाहरू भयो, दोकान त्यस्तो खासै धेरै केही छैन, त्यहाँ राखेको छु। आधी मैले अर्को रुममा नै राखेको छु होइन, यहाँ भएको जति मात्र मैले त्यहाँ कलेक्सन जति छ त्यति, अनि खासै धेरै छैन मैले राखेकै। बिहान मेरो एकदमै युजेबल कपडाहरू चाहिँ राखेको छु मैले। एन्ड देन त्यसपछि आएर भयो मेरो यहाँ चाहिँ के छ भने डायरी छ,
अन्त मेरो त्यो आइडेन्टिटी कार्डहरू आइडी कार्डहरू अन्त फाइलहरू भयो मेरो सर्टिफिकेटहरू चाहिँ त्यहाँ राख्छु त्यति भयो मेरो होइन अरू त केही पनि छैन त्यस्तो अन्त मेरो सबैभन्दा फेभरेट प्लान्ट मैले यति माया गर्छु होइन यो भाँचिएको थियो क्या त्यसको फेरि त्यो मैले अर्को जोडेर त्यहाँनिर फेरि मैले गाडेको त्यहीँबाट उँभो गर्थ्यो अन्त मैले यसलाई धुप पनि बाल्ने गर्छु यसको फेदमा है अन्त तर त्यो धुप चाहिँ म त्यस्तो अति जोगाउँछु क्या यसलाई चाहिँ त्यो यस्तो छड्के गरेर अनि त्यसको धुलो उता बनाइदिनु मैले भाँचिएर चाहिँ त्यसको फेदमा गाडिदिएको थिएँ त्यो पलाएँ फेरि त्यसको टुसा पलाउँदैछ क्या अर्को कति राम्रो छ कि मेरो बेड त यस्तै होइन झिटपिटी छ सिम्पल एकदमै सिम्पल लिभिङ हाल्नु मेरो माताजी पनि हुनुहुन्छ अन्त मेरो बेड उयो गर्नु यस्तै छ हुन्छ बर्डे सिजनहरू होइन मेरो फेभरेट पनि यति त हो जिन्दगीमा अरू केही छैन मेरो रुमहरू थियो त्यही पनि म छोड्दैछु त्यही भएर मैले एउटा मेमोरिजको लागि मैले गरेको भिडियो गरिराखेको होइन यति हो के गर्नु यस्तो छ यति केही पनि छैन त्यस्तो खास अन्त आएर पुरा धेरै मिस गर्नेछु म यो मेरो रुममा अर्को ठाउँ यस्तो यो नै हुन्छ या हुँदैन तर म एकदमै यो रुमलाई एकदमै धेरै मिस गर्छु मेरो एकदमै धेरै मेमोरिज छ यो रुममा होइन इमोसन पनि छ होइन